यतिखेर हामी ताजमहलको लागि जाँदैछौँ। ताजमहल भ्रमण गर्नको लागि आग्रामा स्थित ताजमहल जुन संसारको 7औं आश्चर्य मध्येको एक आश्चर्य हो, त्यसको लागि हामी प्रस्थान गर्दैछौँ है। त्यसलाई अब एक किलोमिटरमा ताजमहल आउँछ। हामी चाहिँ अब यो गभर्मेन्टको के गाडी हो यो? सरकारी गाड़ी। अब क्या बोलता है इसको? इलेक्ट्रिक रिक्सा। इलेक्ट्रिक रिक्सामा हामी चाहिँ जाँदैछौँ। हाम्रो टिमहरू यहाँ छ। हाम्रो महाराजजी हुनुहुन्छ यहाँ। राधे राधे राधे। हामी टिकट काट्छौँ के गरेर टिकट ये लो आपने टिकट काट पीछे गाड़ी खड़ा है उधर बैठ जाओ जल्दी वो खाली खड़ा है हामी टिकट काट्दै गर्छौँ के एक लोग खड़ा लो वाली जल्दी टिकटको लागि हामी लिन जाँदैछौँ। ठिक छ, राम्रो छ। किन ढिलो गरिरहेको छ अरे? यहाँ त मिल्दैन। त्यो लफडा चाहिँ के विषयमा पर्यो? त्यो हैन, लफडा चाहिँ के विषयमा पर्यो भन्ने कुरा चाहिँ हाम्रो मामाले भनिदिनुहुन्छ। ल के भन्छ, टिकट दिए अनि गएर चाहिँ भित्र घुस्न दिएनन्। पहिला दिने बेला इन्डियन भनेर दिए, केही भनेनन्। भित्र घुस्ने बेला तिम्रो नेपाली हो जान पाइन्न भनेर दिएनन्। टिकट भएर नि जान्दैनन्। लफडा राम्रै भयो। हामीले समातेर मैले बजाइदिनु लाथे तर मैले बजाएन। धन्नै आज चाहिँ है। तर हामी तीर्थयात्री भएको भएर नपिटेको होइन। हामी चाहिँ अब त्यसो टिकट दिने काउन्टरबाट इस्यु गरो, भित्र गएर घुस खानलाई दिएनन्। र कसैले त 100 दे दो 200 दे दो घुसा देंगे नि भने। टिकट यही छ हामीसँग। हामी फाइनल्ली हामीले भिजिट गर्न पाएनौँ हैन त। तपाईहरुलाई नि मैले एउटा चाहिँ टिकट सन्देश, एउटा मेसेज चाहिँ मैले यो भिडियो मार्फत जानकारी दिँदैछु। यदि तपाईहरु नेपाली हुनुहुन्छ र ताजमहल घुम्न आउँदै हुनुहुन्छ भने तपाईहरुसँग आधार कार्ड, इन्डियन आधार कार्ड छैन भने चाहिँ तपाईहरुले नेपाली टिकट लिनु होला। त्यसको लागि अलि बढी कस्टिङ हुन्छ। 550 जति पर्न जान्छ। इन्डियन 500 550 पर्न जान्छ। र यदि तपाईसँग आधार कार्ड छ अथवा इन्डियाको चाहिँ तपाई चाहिँ वासी हो भन्ने एउटा कुनै प्रमाण छ भने तपाईलाई सस्तोमा टिकट मिल्छ है। यो चाहिँ हजुरको लागि जानकारी। ओके, के गर्यो आमा, के गर्यो के गर्यो भन्नु त? हामी कहाँ वृन्दावनदेखि घुम्दै घुम्दै जाँदा सबै काम छोडेर हामी मधुवनको एकदम भित्र हेर्ने, भगवानहरूको मन्दिर पनि नहेरी ताजमहल हेर्ने भनेर उहाँबाट आइए हेर्नु छोडेर
तीर्थ छोडेर आउँदा पनि आज हामीलाई भित्र छिर्न दिएको छैन यसलाई हेर्नुहोस् हाम्रा नेपालीहरू यो ताजमहलमा कोही पनि फर्केर नआउनु हाम्रो नेपालमा जाओस् मात्र हामी पनि जाने के बोल्दै हुनुहुन्छ भने त्यो चाहिँ नभन्दै राष्ट्रियताको बा बुवा हजुरले केही छ हजुरले केही भन्नुपर्छ बुवा केही भन्नु न बुवा तपाईँलाई नराम्रो लागेन दुःख लागेन लाग्यो है हामीलाई पिछ्याएर त्यस्तो गराएर अनि गेट बन्द गरिदिएर निक्लो भागेर हो त्यस्तो चाहिँ कुरा नगर है अब कस्तो लाग्यो त तपाईँलाई अनुभव कस्तो लागेको छ अहिले एकदम राम्रो अनुभव हामी त यति खुसी साथ हेर्नु हामीले आफ्नो ठाउँ गाउँ सब बिर्सेर हामी तीर्थ घुम्न आएको तीर्थ घुमेर अब अझै पनि छन् हाम्रा तीर्थ घुम्ने ठाउँहरू अब हामी आग्रह यहाँ ताजमहल हेरेर हेरिसक्यो घुम्यो केही रहन्छ भित्र हो घर घर के भन्नुपर्छ हो कसैलाई ताजमहलको बारेमा विशेष जानकारी गराउनु छ भने गोविन्द चालिसे चाहिँ नामक युट्युब च्यानलमा चाहिँ ताजमहलको बारेमा सम्पूर्ण जानकारीहरू पाउन सकिन्छ त्यसको लागि हजुरले थोरै दुःख गरेर युट्युब सर्च गर्नुपर्छ आहा कति राम्रो ठाउँ हेर्नु त उता लाइटिङ राम्रो छ त है रमाइलो छ नि हाम्रो 50 रुपियाँले बनाएको लाइटिङ हो पुरै हो 50 होइन क मलाई 2000 मा कति छ भने कति फिर्ता दिएको छ 150 कति दिनु थियो नि 2000 3 जनाको दियो भने 37 जनाको 37 जना दिए रहेछ टिकट पनि कमाइ छ एउटाको 50 को हिसाबले हो मैले माको 37 जनाको टिकट दिएछ 36 हैन हो पैसा ल्याए 37 जल्दीबाजी चलो त 50 रुपैयाँ केही भयो भने 36 ले भुँडो त्यसपछि पनि जान दिएन सोधेको हो मैले आज आधार कार्ड पनि देखाएको हो आधार कार्ड त देखाएको मैले नभए त उल्टो इन्डियन टिकट दिँदैन नि हो नि अनि आधार कार्ड नदेखाछ म दिन्न हाम्रो नेपालमा जाने अझ कति काम गर्छ नेपालमा गएर त्यहाँ बिचमा यो हामी सबै नेपालीको चेहरा चिनेर पैसा खानलाई नेपाली हो तुम लोग खै कार्ड देखाउ सबका भन्नु थाल्यो हो अनि त्यही भएर पैसा खान लाउ यिनीहरू सबै पैसा खान लाउ पुरै इन्डिया पुरै होल इन्डिया युपी मिले हामीसँग भिडियो छ ताजमहलको हामी अहिले यो ताजमहल घुम्न नसके पनि ताजमहलको यो दृश्यलाई हामीले निहारिरहेका छौँ एकदम मनमोहक दृश्य छ तपाईँहरू पनि यसमा घुम्न आउन सक्नुहुन्छ हैन के भेज बिरयानी खाने भन्ने कुरा बनिरहेको छ के हो तीर्थयात्रामा आउने भेज बिरयानी खाने यस्तो त भएन त्यत्रो कतिबाट जाने तपाईँहरूले किन यस्तो गर्नुहुन्छ मलाई फेरि यताबाट जाने के गर्नुहुन्छ यस्तो कस्तो राम्रो छ त है दृश्य त ताज महोत्सव में सभी प्रकार के स्टॉल की व्यवस्था की गई है कृपया करके उनका आनंद लें और महोत्सव को यादगार बनाएं धन्यवाद आधार कार्ड बनायो भन्छ क्या ताज महोत्सव यादगार त भइहाल्यो नि साह्रै यादगार भयो थैंक यू